Guys. Also, hi guys. आज हामी स्कुलमा छौँ अनि हाम्रो चाहिँ आज के छ? Program. Hello. Hello, Bachelor Services. Yes, sorry. He's from class 7. Hey, Sanup. Sanup. Hello, Sanup. Hello, Miss. Asis. Hello. Hello. And here is my crime partner. Nirzala Nepal. Miss को channel subscribe गरिदिनु सबजना. Yes, yes. धन्यवाद. उहाँलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु. अनि हाम्रो चाहिँ अब हामी चाहिँ फेरवेल भएको छौँ अनि हाम्रो के हुँदैछ भने त बासा आज हाम्रो अनि मान्छे त्यहाँनिर छ अब हामी चाहिँ बसिरहेको छौँ पालीमा चाहिँ भर्खर आसान ग्राउन्डहरू हुँदैछ गाइजहरू क्लासको भर्खर बस्यो भएर हामी चाहिँ लुकेर भ्लग बनाउँदैछौँ लुकेर अनि उसले इन्करेज गरेको मलाई चाहिँ भ्लग बनाउनुको लागि दिसम्म सिरियस छ अब हजुरलाई देखाउने चाहिँ के गर्छौँ Hello. Hello guys. कस्तो रात दिएको है अनि हुटिङ ल्याउँदा ल्याउँदा हामी यस्तो रातभरि गर्नु भइसक्यो अनि हामी चाहिँ एकदम हुटिङ ल्याउँदै हामी चाहिँ डान्स मनोरञ्जन गर्दै बसिरहेका छौँ अनि के भन्नुहोस् त प्रिदना मिस भन्नुहोस् त केही भन्नु छैन भनौँ यस भनौँ बसो त्यही हो रातो रातो फ्यान होइन दुर्गेशको फ्यान यस वी आर दुर्गेश थापा फ्यान ल यता क्लास 10 को भाइले गीत गाउँदैछ केसलाई उडाउन देऊ त्यो हावालाई म माया मार्दिन आँखा नि राम्रै हो मन पर्यो नि ओठा आँखा नि राम्रै हो मन पर्यो नि ठुलो भइरहेछ क्या अब चाहिँ खाजा खाने बेला भएर हामी के को पर्खामा हो हामी चाहिँ कफीको वेटिङमा हो कफी आउँछ कि चिया आउँछ एकदम चाहिँ हेलो हेलो आदेव के सरल मजाको के को पर्खामा हो विवेक चियाको पर्खामा सनु के को पर्खामा हो के को पर्खामा हो कफीको पर्खामा चाहियो भने चाहिँ चाहियो बिस्कुट चाहिँ पायौँ चिया नै आएको छैन चिया हो नि चिया प्रोग्राममा चाहिँ चिया बिस्कुट खान्छ बिस्कुट खाएन एउटा बिस्कुट दिएर खाएको बिस्कुट क्रिमवाला दुधीवाला बिस्कुट उसले त हिजो 100 रुपियाँ तिरेको अरे 50 रुपियाँ चाहिँ उठायो अरे 50 रुपियाँ उठाउनु बाँकी छ 100बाट ल गाइस खाइम ल खाक नाइ ल बाइ भनेर ल तातो आलु स्टार्ट भयो गाइसहरु तातो आलु ल हाम्रो भाइ प्रवीण तामाङले चाहिँ गाउँदैछ आफ्नो प्रस्तुति देखाउँदैछ गाएर ला ओइ पानी छिटायो त सधैँ आइरहन्छ
हाम्रो कल्चरको नाम के हो भनिदेऊ त हाम्रो तल्लो त बाक्सा एन्ड गिरिराज हामी चाहिँ हिँडेको ल गाइसहरू हामी जब कन्सर्टमा हिँडेको अनि म त के पो आफू के हो स्वागत चाहिँ गरेको सबको स्वागत गाइसहरू अब हामी चाहिँ गीत सुन्नुपर्ने हुन्छ भाइ सानो भाइहरूको गाइसहरू तिमीहरू चाहिँ हाम्रो कन्सर्टमा आउने नआउने त आउने आज आउने ल फेयरवेल भयो गाइसहरू बुनु रुँदैछ कि के हो फेरि कस्तो त्यस्तै गीत बजाइदियो नि त सबैजना केटा भाइहरू पनि रुँदैछ सबैजना भाइ सबजना रुँदैछ गाइस म थामे चाहन्छु हार्डेस्ट पार्ट हार्डेस्ट पार्ट अफ होल जर्नीमा क्या अब दलिदियो सबै किन अगाडि हिँड्दो रहेछ हौ गिफ्ट फर स्कुल स्कुललाई गिफ्ट दियो के दियो एकदम महत्त्वपूर्ण कुरा अरे मेबी स्पिकर होला
हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी गराउँथ्यौँ साह्रो आजको कथा छ तर मनले मेरो बाल्यकाल मेरो खोजिरहेको छु दिनहरू जवानीले कहाँ पुर्यायो बाटो छ गर्नेछौँ हामी निराश हुनु पर्दैन जन्म लिनु रमाइल फोटो मैरा कोटा हाबै साथी छोरालाई फोटो गरिबैको घरमा जन्म लिन पर्दै थियो पढाइ लेखाइ को प्रोग्रामको लास्टतिर आइसक्यो अहिले के भन्नु कस्तो भयो आजको दिन उसले 100 रुपियाँ चाहिँ गरेँ 50 रुपियाँ चाहिँ वसुल गरौँ 50 रुपियाँ गर्नु बाँकी छ अरे टेन्सनमा छ बिचरा कफी स्कुलले डुबाउनु समेत डुबायो हामीलाई अहिले चाहिँ हाम्रो चाहिँ लास्टतिर आइसक्यो सरले चाहिँ समापन कार्यक्रम गर्दै त्यसपछि चाहिँ हाम्रो टिचरहरूलाई त छ भन्नु बात छ थ्याङ्क यू माई गड I can't ask him Zoro. My God, I can't ask him Zoro. Hi guys, I'm back. अनि मैले चाहिँ अहिलेको भ्लग चाहिँ कन्टिन्यू गर्नु र अथवा इन्ड गर्न आएको किनभने आई डोन्ट नो आज फेयरवेल थियो सबैजना इमोसनल हुनुहुँदै थियो म चाहिँ इमोसनल हुन्छ भनेर तल तल हेर्दै बसेको अनि हामी चाहिँ म चाहिँ अहिले बाटोमा जङ्गलको बाटोमा बसिरहेको छु किनभने 5 बजेदेखि मेरो कम्प्युटर क्लास छ अनि यही 4:30 मेबी 40 भइसक्यो 4:40 भइसक्यो त्यसैले म यतै बस्छु भनेर चाहिँ मेरो साथीलाई कल गरेर चाहिँ आऊ भनेर चाहिँ म चाहिँ बसेको अनि त्यसैले अनि उनीहरूलाई पनि खल्ला लाग्दै थियो पछि हामीले खायौँ अनि टिचर र उहरूलाई चाहिँ टेन क्लासहरूलाई चाहिँ खानेकुरा पनि प्रोभाइड गरेको थियो पछि अनि त्यसपछि खोइ के भयो मेरो घाँट दुखिरहेको थियो अनि त्यसपछि त्यो भएपछि अनि हामीले खायौँ अनि त्यसपछि चाहिँ एकछिन नाच्यौँ एकछिन फोटोसोटो खिच्यौँ भाइ बहिनीहरूसँग फोटो खिच्ने भनौँ अनि त्यसपछि हामी पनि खिच्यौँ अनि त्यसैले आयौँ अनि हल्का हल्का पानी पनि पर्दैछ गाइस अनि त्यही हो अनि मेरो पिम्पल आएर साइड न कहाँबाट आयो किन आयो प्रायः आउँदैन थियो अनि त्यही अनि म भ्लगिङ गर्न आएको अभियसली हामीले चाहिँ एउटा चाहिँ के अफसोस लाग्छ भने गरेको चाहिँ हामीले चाहिँ त्यस्तो यो मोमेन्ट चाहिँ इन्जोय गर्न पाएनौँ किनभने हामी चाहिँ कोरोनाको ब्याच हो 2078 द्याट्स वाइ त्यसैले गर्दा अलिकति त्यो फेयरवेल पनि भएन कलेजमा नि फेयरवेल चाहिँ भएको थियो त्यहाँदेखि तरिकाले यस्तो राम्रो तरिकाले चाहिँ होइन फेयरवेलै भनेर चाहिँ त्यत्तिकै सर्टतिर लेखिनेको त्यही हो अनि सर्टतिर लेखिनेको आफूले हामी चाहिँ आफू फेरि त्यो त्यतिखेर चाहिँ मैले फेरि कस्तो स्कुलको त्यो मेरो कलेजको साथीहरूको याद अनि हामीले चाहिँ फेरि कलेजमा चाहिँ कसरी फेयरवेल गरेको भन्दा सबैजना नि हामी चाहिँ मिल्ने पनि एउटा त्यो सर्कल थियो क्या फ्रेन्ड्स सर्कल थियो अनि तिनीहरू मात्रै आफू लेखेको अनि 3जनाले कतिजनाले सर्टमा लेख्दा भराउँदा सर्ट कुर्ताहरू अनि यस्तै भएको थियो अनि तर यहाँ चाहिँ रमाइलो भयो सबैतिर लेखिदियो ढाडतिर रङहरू लाग्दै कति धेरै रुँदै थियो मिसहरू पनि रुँदै थियो अबे हिजोको भाइ पो आएछ त 10 रुपियाँ दिनु पो भन्न माछा त मलाई चाहिँ देऊ न मसँग पैसा छैन मसँग त छैन भाइहरू त पैसा पनि माग्छ त मलाई त के भएको म भिक्कारी भएको बेला बा हाई भन्दै हेलो भन्दैन मेरो भिडियोमा हेलो भन्दैन भने खोइ हेलो भन हाई भन न भिडियोमा कहाँ गएको तिमीहरू पैसा दिँदैन अनि हेरेर पैसा दियो भने चाहिँ हाई गर्ने छैन मसँग त पैसा छैन के को दिनु तिनीहरू त मलाई पैसा माग्छ त मसँग 1 रुपियाँ मलाई चाहिँ देऊ न यहाँ मलाई चाहिँ दे चप कहाँ ल्याउनु पैसा थ्याङ्क्स गाइज फर वाचिङ टिल द इन्ड हजुरहरूले जो पनि अहिलेसम्म लाइक सेयर एन्ड सब्सक्राइब गर्नुभएको छैन भने लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गरेर हिट द बेल आइकन
अनि त्यस्तै हो गाइज अनि फेरि भएछ भने ल आई एम ब्याक सुन विथ न्यू ब्लग्स यु त्यतिखेरसम्म बाई गाइज बाई भन नि त नहीं भन्दैन जाऊ त त्यसो भने चुला जा कहाँको पैसा खाक्छेस ये